यो के भइरहेको छ? यसरी म कुनै चिजमा कन्टिन्युअस कसरी हुन सक्छु? म हिजो पनि भिडियो बनाउन सकेन। किन बनाउन सकेन त्यो थाहा छ? यो रुममा बस्ने मान्छेहरू बाहिरै गएन। पुरै दिन उनीहरू रुममै बसिरहेको थियो अनि उनीहरूको सामुमा म कसरी भिडियो सुट गरौँ? मभित्र अहिले त्यति कन्फिडेन्स त आएको छैन। यदि म उनीहरूको सामुमै भिडियो सुट गर्यो भने उनीहरू 10 क्वेसन सोध्छ। के गरिरहेछौ? किन गरिरहेछौ? के हुन्छ योले? त्यसैले उनीहरू हुन्छ भने म भिडियो सुट गर्दिनँ। तर यसरी डे स्किप गर्दा कसरी म कन्टिन्युअस हुन सक्छु? आफ्नो कुनै काममा कन्टिन्युटी कसरी ल्याउन सक्छु र यहाँनिर एक्स्ट्रा भिडियोहरू थियो। त्यही भएर यो ग्यापहरू मैले भिडियो नसुट गर्दा पनि त्यो पनि भिडियो अपलोड हुन्छ नै। तिमीहरू पनि कुनै काम गर्दैछौ भने त्यो कामको ब्याकअप सोचेर राख। यदि तिमी कुनै दिन त्यो काम गर्न सकेनौ, तिम्रो मन नै ठिक भएन, तिमी सन्चो भएन भने कसरी सुट गर्ने? त्यसको लागि ब्याकअप राख। ब्याकअपले मेरो हेल्प गरिरहेको छ। तिमीहरूको हेल्प पनि पक्कै गर्छ होला।